यो चाहिँ बहुत रमाइलो लाग्यो मलाई यो जुन सब्जेक्ट टपिक पाइयो त्यसमा चाहिँ म एउटा मधेसको प्रतिनिधित्व पनि गर्ने विद्यार्थी जस्तो लाग्यो मलाई र यो किन मधेसको विकास भएको छैन भन्ने कुरो चाहिँ बल्ल यो टपिक यसो पढ्दाखेरि बुझ्न पाइयो है। म चाहिँ यो क्लियर भिजुअलाइजेसन अफ स्पेसियल एन्ड रिजनल डिस्प्यारिटिजको बारेमा म चाहिँ यो मधेस र काठमाडौँसँग होइन कि मधेस र कर्णालीसँग कम्पेयर गर्नुपर्ने अवस्था देखेँ मैले हैन, किनकि मधेस र काठमाडौँको त कुनै कम्पेयरै गर्न मिल्दैन जस्तो फिलिङ आयो मलाई। त्यसैले चाहिँ कर्णाली सबैजनाले जहाँ पनि एक्जाम्पलमा कर्णाली मात्र भन्ने गरेकोले गर्दाखेरि मधेस र सबभन्दा जियोग्राफिकली एकदमै डोमिनेन्ट या जियोग्राफिकली एकदमै कम्प्लेक्स ठाउँ भनेको कर्णाली प्रदेश भएकोले गर्दाखेरि त्यो गर्दाखेरि अब जस्तै पपुलेसन डेन्सिटीको कुरा गर्ने हो भने मधेस चाहिँ एकदमै सानो एरियामा हाइली पपुलेटेड छ। त्यसपछि जियोग्राफिक वेले चाहिँ एकदमै सुगम सहज रोडदेखि लिएर सबै कुराहरू सहज एभाइलेबल छन् हैन। इकोनोमिक अपर्च्युनिटीको कुरा गर्ने हो भने एकदमै ध्वस्त छ। गभर्मेन्टको बजेटदेखि लिएर फरेन एडदेखि लिएर सबै कुरोमा चाहिँ एकदमै ध्वस्त पिछडिएको छ, न त कुनै त्यहाँ व्यापार व्यवसायको चाहिँ कुनै अवस्था राम्रो छ। हिस्ट्रीको कुरा गर्ने हो भने हामी चाहिँ म सानैदेखि भनौँ न सानैदेखि हिस्ट्री यदि पढ्न थाल्यो भने मधेसको हिस्ट्री के भन्ने पार्टमा चाहिँ एकदमै जहिले पनि कन्फ्युजन भनिन्छ कि कुनै पनि मान्छेको यदि उसलाई एकदमै सखापै पार्नु छ भने उसको हिस्ट्री नै मेटाइदिनु होइन भनेको फिलिङ के आयो भने सायद यो चाहिँ त्यसरी नै भएको हो। किनकि यो जुन सेन्टर पेरिफेरी कन्सेप्टमा के भनिएको छ भने कुनै ठाउँको यो अनइभेन डेभलपमेन्टको जुन इस्यु छ त्यो भनेको जियोग्राफिक होइन, त्यो भनेको के हो जियोग्राफिक मात्र होइन कि त्यो भनेको टोटली डिपेन्डेन्ट अन क्लास एन्ड कास्टको हेरार्कीले हो भन्ने कुरो चाहिँ बल्ल यो जुन सेन्ट्रल पेरिफेरी कन्सेप्टले जुन भनेको छ त्यो चाहिँ म्याच गर्दैछ मधेसको केसमा जस्तो फिलिङ आयो मलाई। जुन योभन्दा अगाडि एलिनाजीले पनि जुन कास्ट या कसको फुल पर्सेन्टेज कति छ केमा भन्ने कुराहरू एक्सप्लेन गर्नुभएको छ र यो चाहिँ थ्योरीमा होइन कि अब भनौँ न अब्सोल्युट भ्यालुमा नै यदि कुरा गर्ने हो भने ह्युमन डेभलपमेन्ट एसडिआईको कुरा गर्ने हो भने एकदमै लोएस्ट एमङ अल द प्रोभिन्सेस। कर्णालीभन्दा पनि यसको एसडिआई एकदमै खराब अवस्था छ मधेसको, जहाँ जियोग्राफिक एकदमै सुगम तर तपाईँको एसडिआई एकदमै खराब चाहिँ। लिट्रेसी रेटको पुरै छोडिदिनुहोस्, सबभन्दा खराब चाहिँ रौतहट आउँछ, सप्तरी के अरे सर्लाही आउँछ होइन। इन्फ्यान्टको पनि हायर नेसनल एभरेजको हायर छ। पोभर्टी रेट पनि एकदमै हाई छ, जुन चाहिँ फेरि के पनि हेर्नु पर्यो भने यो पर्सेन्टेज भ्यालु भनेको रिलेटिभ हो। 10 को 20% भनेको 2 हो, तर मधेसको हाइली पपुलेटेड डेन्सिटी भएकोले गर्दाखेरि त्यहाँ चाहिँ एकदमै ह्युज पपुलेसन भएकोले गर्दाखेरि त्यो पर्सेन्टेजले मात्र त्यसलाई रिलेट गर्न मिल्दैन, किनकि त्यहाँ 5% भनेको पनि अर्काको 20% भन्दा बढी हुन्छ होइन। त्यो भएर चाहिँ यो पार्ट पनि एकचोटि हेर्नुपर्छ। अनइम्प्लोयमेन्ट रेटदेखि लिएर तपाईँको रोड इन्फ्रास्ट्रक्चरको थ्रो अहिलेको बजेट भाषणको पनि मैले देखेँ सबै ठाउँमा कर्णाली मध्य पहाडी लोकमार्ग सबैको लागि चाहिँ बजेटहरू 1.96 ट्रिलियन जुन बजेट निस्क्यो आयो गभर्मेन्टको, त्यसमा चाहिँ मधेसको लाइफ लाइन भनेको हुलाकी राजमार्गको लागि 1 सुको पनि बजेट फेरिदेखि राखिएन। तर के कमिटमेन्ट गरेको छ भने बजेट बिना 2 वर्षभित्रमा चाहिँ समापन गरिनेछ। त्यो भगवान् जानोस् होइन कसरी समापन गर्ने बिना बजेटको होइन। त्यस्तै ल्यान्डको ओनरसिपको कुरा गर्ने हो भने मधेसमा एकदमै जो मार्जिनलाइज्ड एकदमै पोभर्टी रेट एकदमै हाई छ होइन। तर चाहिँ त्यहाँको वन जङ्गल रिसोर्सेस र त्यहाँ चाहिँ यदि ल्यान्ड दिनु पर्यो भने पहाडतिर हिलतिरबाट मान्छेलाई चाहिँ मधेसतिर लगेर वन जङ्गलको विनाश गरेर त्यहाँ चाहिँ वासस्थान चाहिँ राख्ने गरिन्छ। तर त्यहीँको मुसहर या भनौँ न चमार या दुसाद जो मार्जिनलाइज मधेस कम्युनिटीमा छ उनीहरूको लागि गभर्मेन्टले त्यस्तो कुनै पनि पोलिसीहरूले दिइराखेको हुँदैन। रेमिटेन्सको डिपेन्डेन्सी एकदमै हाई छ र त्यसको कारणले गर्दाखेरि हुन त एक गभर्मेन्ट उसमा जिडिपीमा 23% चाहिँ कन्ट्रिब्युट गरेको छ रेमिटेन्सले, तर त्यो जो रेमिटेन्सको लागि जो वैदेशिकमा रोजगारमा गएको हुन्छ उनीहरूको हेल्थ र उनीहरूको पारिवारिक अवस्थाहरू चाहिँ दिन प्रतिदिन बिग्रिँदै गएको छ र गभर्मेन्टले त्यसको लागि कुनै पनि राम्रो पोलिसीहरू नल्याएको देखिन्छ।
अब यसैलाई चाहिँ अब यो पार्टलाई एक्सप्लेन गर्नलाई हाउ यो कसरी भइराखेको छ, जुन हामीले अहिले जुन डेटा इन्डिकेटर हेऱ्यौँ मधेसको एकदमै खराब, त्यो कसरी भइराखेको छ भने रिसोर्सेसको एक्सट्र्याक्सन चाहिँ गभर्मेन्ट जुन हाम्रो सन्तोषजीले पनि भन्नुभएको छ, सेन्ट्रलले के गर्छ भने रिसोर्सलाई एक्सट्र्याक्ट गरेको हुन्छ, तर त्यो अनुसारले चाहिँ फेरिदेखि त्यो ठाउँमा लगानी गरेको हुँदैन। त्यहाँको गिटी बालुवादेखि लिएर त्यहाँको वन जङ्गल पुरै सेन्ट्रलली चाहिँ त्यो अब्जर्भ गरेको छ, त्यहाँको म्यान पावरलाई एकदमै लोमा रेमिटेन्समा पठाएको छ, तर त्यसको लागि चाहिँ फर्दर इन्भेस्टमेन्ट गभर्मेन्टबाट गरिएको देखिँदैन। पोलिसी बाइस र बजेट बाइस चाहिँ तपाईँ एभ्री इयरको जुन बजेट भाषण हुन्छ त्यो त्यसमा चाहिँ प्रदेश वाइज डिस्ट्रिक्ट वाइज यदि तपाईँले भनौँ न जियोग्राफिक वाइज और तपाईले चाहिँ विभिन्न सेक्टरल वाइज एजुकेसन हेल्थ लगायतका पार्टहरुमा यदि हेर्नुहुन्छ भने त्यहाँ पनि क्लियरली भिजुअलाइज गर्न सकिन्छ कि वाइ मधेस चाहिँ यो किन बिस्तारै बिस्तारै जुन पहिला त्यहाँको पहाडमा हिमालमा चाहिँ त्यहाँको टिचरहरु जुन जाने गर्थ्यो पढाउनलाई त्यही ठाउँमा आज लिटरेसी रेट किन यति कम भयो भन्ने कुरो चाहिँ यो चाहिँ एकदमै मजाले भिजुअलाइज गर्न सकिन्छ पोलिसी र बजेट बाहेकबाट। इन्फ्रास्ट्रक्चरमा पनि रोडको कुरा जुन गरे एउटै हुलाकी राजमार्ग त वर्ष बितिसक्यो तर त्यहाँ एउटा हुलाकी राजमार्ग गभर्नमेन्टले भन्दैन। त्यो के भन्छ भने इन्डियाको फन्डबाट बन्छ भनेर, मधेस चाहिँ नेपालभित्र हो तर चाहिँ इन्डियाकोले बनाइदिनु पर्यो भनेर नेपाल सरकारले चाहिँ भिजुअलाइज गरेको हुन्छ र त्यसको डिपेन्डेन्सीमा चाहिँ त्यो मधेसलाई चाहिँ बर्बाद पारिएको छ। कल्चरल डोमिनेन्सको कुरा गर्ने हो भने यो कल्चरल डोमिनेन्स इभन तपाईको लोक सेवा आयोगमा पनि भाषाको पाठ छ जुन चाहिँ खस भाषा भनौँ त्यसलाई नेपालीकरण गरिएको छ। त्यसले गर्दाखेरि चाहिँ हामीले के भन्छौँ भने टेक्निकलमा मधेसका मान्छेहरू टेक्निकलमा धेरै हुन्छन्। किन टेक्निकलमा धेरै हुन्छन्? बिकज त्यहाँ चाहिँ म्याथमा नेपाली भाषामा म्याथमेटिक्स हुँदैन, त्यो चाहिँ नम्बर हो होइन, साइन्स नेपाली भाषामा हुँदैन। त्यसैले तिनीहरू भाषाको कारण ब्यारियरको कारणले गर्दाखेरि उनीहरू मोर चाहिँ टेक्निकलतिर बढी प्रायोरिटी दिएको हुन्छ। तर लोक सेवा आयोग चाहिँ टोटली नेपाली भाषा हुने र जति एक्जाम्पल या जति क्वेसनहरू हुन्छ त्यहाँको भनौँ न त्यहाँको धरातलको अनुसार त्यहाँको इतिहासको अनुसार सोधिएको हुन्छ होइन। जुन वर्ड चाहिँ म आफै पनि फिल गर्छु, म काठमाडौँमा आउँदाखेरि कुनै पसलमा सामान किन्न जानुभन्दा अगाडि त्यो हल्दीलाई बेसार भन्छ कि त्यो सोची मलाई गाह्रो हुन्थ्यो कि त्यो पसलमा गएर के सोध्ने उसँग भनेको। यो अवस्थामा कसरी कम्पिटिसन गर्न सक्छ भनेको जुन मान्छेले चाहिँ भनौँ न ब्युरोक्रेसीको पोलिसी लेभलमै पुग्दैन भने उसले आफ्नो ठाउँको लागि विकासको परिकल्पना नै गर्न सकिँदैन होइन। त्यसपछि ब्रेनका कुराहरू छ। अब मधेसबाट नै अलिकति पढे लेखाका मान्छेहरू जस्तै हामी जस्तो मान्छेहरू काठमाडौँमा आयो, काठमाडौँमै बस्यौँ र त्यहाँ अपर्च्युनिटी हामीले देखेनौँ र आफू त्यहाँको भए पनि त्यहाँको लागि कुनै विकासको परिकल्पना हामीले गर्न सकिराखेको छैनौँ किनकि टप लेभलमा गभर्मेन्टले नै त्यो लेभलको वातावरण बनाइदिएको छैन होइन। इम्प्लिमेन्टेसन बाइस इभेन पोलिसीमा आए पनि त्यो ठाउँमा चाहिँ यदि हेर्नुहुन्छ भने बजेट एकदमै ह्युज फ्रिज हुन्छ मधेसमा। त्यो किन हुन्छ भन्ने कुरो म आज अहिले चाहिँ यो बितेको आर्थिक वर्षमा चाहिँ आफै पनि मधेस प्रदेशको विभिन्न कार्ययोजनाको इम्प्लिमेन्टेसनको लागि म पुगेको हो होइन। र त्यो ठाउँमा के फिल भयो भने प्रत्येक कुरोमा चाहिँ नेगेटिभ कुराहरूमा चाहिँ एकदमै अगाडि कुराहरू गर्ने होइन। जस्तै एउटा सानो इक्जाम्पल मैले यहाँ दिएँ होइन। त्यहाँ चाहिँ एकजना सरले के भन्नुभयो, मधेसमा चिट एजुकेसनमा चिट धेरै चोरी हुन्छ, त्यहाँको विद्यार्थीहरू त्यसैले पहाडको मान्छेहरू मधेसतिर जान्छन् पढ्नलाई के अरे एक्जाम दिनलाई, पढ्नलाई होइन। अर्को एकजनाले के भन्नुभयो भने मधेसमा चाहिँ 200 विद्यार्थीमा एउटा टिचर हुन्छ भनेर भन्नुभयो। भनेको 200 विद्यार्थीमा एउटा टिचर हुनु भनेको त्यहाँको त एजुकेसन क्वालिटी त्यतिकै बिग्रियो। तर त्यही ठाउँमा हाम्रो मुख्य सचिवले भन्नुपर्दाखेरि उहाँको प्रायोरिटी के भयो भने एक्सप्लेन गर्ने बेलामा मधेसमा चिट चोर्छ भन्ने कुरोलाई उहाँले प्रायोरिटाइज गरेर मासमा बोल्नुभयो। तर 200 विद्यार्थीको बिचमा एकजना टिचर छ र त्यहाँ चाहिँ अझै टिचर चाहिन्छ भने रिसोर्स एलोकेसन गर्नुपर्छ भनेर उहाँको कुनै पनि कन्सर्न देखिएन। त्यसैले मैले फिल गरेँ यो भनेको माइन्ड सेटको जुन यो क्लास र कास्टको जुन पार्ट छ नि होइन, त्यो चाहिँ एकदमै नेपाललाई चाहिँ विकासको गतिलाई रोक्नको लागि एकदमै के भनौँ न त्यसलाई जन्जिर जस्तै बाँधिएको छ। र के हामीले बुझिराखेको छैनौँ भने मधेस या कुनै पनि कर्णाली होस्, मधेस होस्, सुदूरपश्चिम होस्, कुनै पनि ठाउँको विकास बिना समग्र देशको विकासको भिजुअलाइज गर्न सकिँदैन भन्ने कुरो चाहिँ हाम्रो पोलिसी मेकरदेखि लिएर इभेन हामी स्कलर्सहरू छौँ होइन। भोलिको दिनमा हामी पनि कुनै लेभलमा पोलिसी मेकर छौँ। हाम्रो सर पिएचडी सर नै भाषा सर नै हुनुहुन्छ होइन। र म सरलाई पनि के इक्जाम्पल दिन्छु भने अब कतैतिर हामीले यदि इक्जाम्पल दिने हो भने अनडेभलपको कुरो यदि गर्ने हो भने त्यहाँ चाहिँ खालि कर्णालीको कुरो मात्र होइन, जुन डेटामा नै दिइराखेको छ कि मधेस सबै इन्डिकेटरमा चाहिँ पछि परिएको छ भने त्यो मधेसको
लागि पनि सबैले आवाज उठाउनुपर्छ जस्तो लाग्छ मलाई, अनि मात्र देशको समृद्धि हुन सक्छ जस्तो लाग्छ मलाई। यति नै हो। अब यसपछि चाहिँ हाम्रो सुरेक्षाजी आउनुहुन्छ, उहाँलाई वेलकम गर्दै म चाहिँ